कति राम्रो नि यो के हो स्ट्रबेरी र अङ्गुरको के बनाएको हो कति राम्रो कति राम्रो यो हङकङको नाइट मार्केट यो चाहिँ यहाँभित्र हरेक किसिमको खानेकुरा पिउने कुरा पाइन्छ। बीचमा मान्छे हिँड्ने बाटो छ, यता दाहिनेपट्टि पनि खाने पिउने, उता देब्रे साइडमा पनि खानेकुराहरू छ। फोटो खिच्ने भिडियो खिच्नेको भिड लाग्छ यहाँनिर। किसिमको सबै देशको खानेकुराहरू छ। अहिले अलिक सुरु भइसकेको छैन अनि भरे राति चाहिँ सबै मान्छे धेरै आउँछ, बिकिसक्छ। यहाँ अक्टोपसहरू छ, के हो खानेकुराको नामहरू पनि आउँदैन। त्यहाँ ससेज बनाएको छ, आन्द्रा सुँगुरको आन्द्राको ससेज बनाएको छ, फिस बलहरू मिट बलहरू के छ यता पनि। अनि उताको लाइन पनि दुईटै लाइनमा खाने नै मात्रै सबैतिर। यहाँ नानीहरू फोटो खिच्ने भिडियो खिच्ने किसिमको छ, नाम जानिँदैन। के हो थाहा छैन। थाहा नभए पनि मागो खायो। इन्डियनको पनि हुन्छ, चाइनिजको पनि हुन्छ, कुन देशको मान्छेको चाहिँ के हो के खानेकुराहरू पनि आन्द्राहरू होला। यो चाहिँ उसिनेर भक पारिरहेछ। यो चाहिँ के हो नाम थाहा छैन। स्प्रिङ रोल जस्तो छ, के हो खानेकुराको नाम चाहिँ थाहा छैन। तैपनि खिची चाहिँ राखौँ। माछा मिठाक बनाएको सुँगुरको आन्द्रा रहेछ। खानेकुराको आइटमहरू यो हङकङको डे मार्केटमा। हेलो नो जस्ट लुकिङ सरिरा हरियो मकै पनि छ, यता रोटी पनि छ। कति राम्रो फिस बल मिट बल ससेज आन्द्रा के हो